किडनी ट्रान्सप्लान्टको तयारीमा हुनुहुन्छ? यी 3 कुराहरू सुरुमै तयार गर्नुभयो भने धेरै नै सजिलो हुन सक्छ। पहिलो नम्बरमा भनेको शारीरिक र मानसिक तयारी। किडनी ट्रान्सप्लान्ट एउटा अपरेसन मात्रै होइन, यो नयाँ जीवनशैलीको सुरुवात पनि हो। त्यसैले डाक्टरले दिएको सबै चेक जाँचहरू डोनर र रिसिपिएन्टको पुरा गरी शारीरिक र मानसिक रूपमा तयार हुनुपर्छ। कुनै शङ्का, डर र प्रश्नहरू भए डाक्टरलाई सिधै सोध्ने बानी बसाल्नुपर्छ। जति धेरै बुझो उति नै धेरै किडनी ट्रान्सप्लान्ट सक्सेस हुन्छ। दोस्रो नम्बरमा भनेको आर्थिक र कागजी तयारी। अस्पताल खर्च, औषधि खर्च र सरकारी कागजपत्रहरू जस्तै नागरिकता, नाता प्रमाणितको कागज, स्वास्थ्य बिमाको कार्ड, यस्ता कुराहरू सुरुमै क्लियर गर्नुभयो भने धेरै नै सजिलो हुन्छ। तेस्रो नम्बरमा भनेको फ्यामिली सपोर्ट तयार पार्नु। किडनी ट्रान्सप्लान्ट एकजनाको मात्रै यात्रा होइन, यो त पुरै परिवारकै जर्नी हो। त्यसैले फ्यामिली सपोर्ट अत्यन्त धेरै आवश्यकता पर्छ किडनी ट्रान्सप्लान्ट पछि पनि। र जति धेरै स्ट्रङ फ्यामिली सपोर्ट भयो त्यति नै धेरै किडनी ट्रान्सप्लान्ट सफल हुन्छ। यी 3 कुराहरू चाहिँ तपाईले सुरुमै तयार पार्नुभयो भने तपाईलाई धेरै नै हेल्प हुन सक्छ भन्दै थ्यांक यू सो मच।